अहिले चाहिँ म यहाँ आइपुगिसकेको छु हो। अन्त चाहिँ यो चाहिँ तपाईँको यहाँ रहेछ एन्ट्रेन्स। अन्त यहाँबाट तपाईँको ब्यागहरू चेक हुन्छ हो। यहाँ रिसेप्सनमा पनि रहेछ। अन्त यहाँबाट चाहिँ अब भित्र पस्नुपर्ने हुन्छ। अब टक्कै लिफ्टमा आउँछ। अन्त मलाई यहाँनिर क्युआर कोड दिँदैछ हो। अन्त यहाँ चाहिँ फेरि झमेला रहेछ, झिजो लाग्यो मलाई चाहिँ। तर हो क्यास पनि पेमेन्ट हुँदैन रहेछ। अन्त फेरि कार्ड मात्रै अरे हो। अन्त कार्ड मात्रै गर्दाखेरि पनि यिनीहरूको स्वाइप पनि हुँदैन रहेछ हो। अन्त अब फेरि यहाँनिर क्युआर कोड देखाइरहेको छ। यो क्युआर कोड चाहिँ खासमा चाहिँ यहाँनिर उयो रहेछ हौ, के रहेछ म तपाईँलाई देखाउँछु नि मजाले माथि नै ल। यहाँनिर छ ओके। अब लिफ्ट पनि आइपुग्यो। अब म इन्ट्री गरेँ यहाँनिर। अब यहाँ मलाई नै देखाउनु पर्छ होला। मैले एकछिन वेट। मेरो चाहिँ स्क्यान पनि भइसकिसक्यो हो। यहीँ बाजेले चाहिँ गरिदिँदो रहेछ नि त यहाँनिर स्क्यान फेरि हो। मजाले अब लाग्थेँ यहाँबाट एक्लै छु है म चाहिँ। हेर्नुहोस् है कस्तो होइन कस्तो खालको देख्दो रहेछ हौ। यहाँ त प्रेरणा देख्दो रहेछ। अन्त अब यहाँबाट फेरि लाग्थेँ यहाँनिर त 120 फ्लोर रहेछ हौ। हेर्नुहोस् त। ओके आइपुग्यो। थ्याङ्क यू। गाइस आइपुग्दै लु। एक्लै छु त हौ। अन्त यहाँ यत्रो मजा। अब भ्यू त अन्त सेटिस देख्दो रहेछ नि त हौ। हेर एक्लै छु म यहाँ। हेर्नुहोस् एक्लै छु। यस्तो दामी छ, यस्तो दामी। यहाँनिर कस्तो हेर्नुहोस् है। यहाँबाट तल देखिदिन्छ नि त फेरि यस्तो भयो। अघि म आएको बाटो तल यहाँबाट आएको तलबाट यस्तो हुँदै आएको त्यस्तै लाग्यो मलाई के त। अन्त यहाँबाट आएको पर सनसेट हुनु आँटेको छ हो। अब हेर्नुहोस् है यहाँबाट पनि देखाउँछु म तपाईँहरूलाई। अनि कस्तो ब्लू कलरको देखिरहेको छ हौ। यो खै केले हो यो ग्लासले गर्दा हो जस्तो लाग्यो। यो पछाडिबाट बाहिरबाट यो ग्लास ब्लू छ नि त, त्यो भएर ब्लू देख्दो रहेछ। यहाँ हेर्नुहोस् न यहाँबाट झन् ब्लू देख्यो। हेर्नुहोस् त यस्तो दामी देख्दो रहेछ नि त हौ। अन्त अब तपाईँहरूलाई यहाँनिर क्यामेराबाट त त्यस्तो राम्रो देखेको छैन कि, तर अब मैले यहाँबाट लाइभ हेर्दाखेरि चाहिँ नि कस्तो मजाको देखिदिरहेको छ। मजा आइदियो। यहाँनिर चाहिँ नि यहाँबाट चाहिँ अब पुरै समुद्र। यहाँदेखि उता चाहिँ पुरै समुद्र रहेछ हो। अन्त भर्खर आएको चाहिँ म यहाँबाट हो। यी लिफ्टबाट नो स्मोकिङको लागि दिइरहेको रहेछ। यहाँको पनि हुँदो रहेछ। के होला योपट्टि चाहिँ त्यो वाटर पार्क चाहिँ यहाँ रहेछ नि त। तलपट्टि वाटर पार्कमा त अहिले के को वाटर हुन्छ। म यहाँ चाहिँ गयो भने चाहिँ हुन्छ। अब यहाँ चाहिँ यो चाहिँ के हो मैले बुझिनँ। यो चाहिँ मजाले घुमी हेर्ने। योपट्टि फेरि अब पुरै बिल्डिङ भन्नु त भएन होला। अब यहाँबाट फेरि अब उकालो लाग्दिएको होला म। यहाँ को छ जस्तो लाग्दैछ माथि पुरा हल्ला गर्दैछ। अब यहाँबाट फेरि उकालो काम गर्नेहरू रहेछ। मैले केसको तिरेको भनेको त नि यहाँ उयो रहेछ नि त हौ बाइनाकुलरी। यहाँबाट चाहिँ मैले अब हेर्नु पाएँ नि त। यहाँबाट चाहिँ यस्तो गरेर चाहिँ हेर्नु पाएँ। त्यो चाहिँ तपाईँहरूले देख्नु सक्दैन रहेछ। हेर्नुहोस् न यहाँको तपाईँहरूको स्पेसल के छ भनेर भन्नुहोस्। अघि मैले तपाईँहरूलाई के देखाउँछु भनेर भनेको थिएँ भन्नुहोस् त। भन्नुहोस् ल म तपाईँलाई के देखाउँछु भने चालै पाउँदैन तपाईँहरूले। तर यो छ नि यो आफै घुम्दो रहेछ। हेर्नुहोस् त देख्नुभयो। मलाई अल्छी लाग्यो भने अब यहाँबाट यताउता उपर गइरहनु परेन। यहाँ टक्कै उभिदियो हो। त्यो झन् अरिस उठेको छ नि। तर अम्बो रिङ्गाटा चलेको जस्तो हुँदो रहेछ। घुमेको जस्तो देख्दो रहेछ। होइन
यो ग्लाससँगै पो घुम्दो रहेछ त देख्नुभयो तपाईँ हेर्नुहोस् है यो र नि यो ग्लाससँगै घुम्छ उतापट्टि घुम्छ यही रहेछ हौ यहाँको चाहिँ खास चाहिँ यत्रो पावरमा हो यो सबै ग्लासै घुम्दिँदो रहेछ अब यो सबै घुम्दो रहेछ हेर्नुहोस् न अब यहाँबाट चाहिँ मैले अब हेर्न चाहिँ पाएँ यतिको मात्रै मैले तिरेको रहेछु ए तपाईँहरूलाई मैले प्राइसै भन्दा बिर्सेछु यसको प्राइस चाहिँ नि 3 KD हो 3 दिनार 3 कुवेती दिनार हो जसको चाहिँ तपाईँको इन्डियाको चाहिँ कति हुन्छ भनेर भन्दाखेरि चाहिँ अहिले त तपाईँको 299हरू पुगिरहेको छ हो अन्त हेर्दाखेरि अहिले कति छ भनेर भन्दाखेरि चाहिँ नि घुमेको चाहिँ कुन चाहिँ हो यो पो घुमेको रहेछ त अच्छा यो घुमेको होइन रहेछ नि यो पो घुमेको रहेछ त म त अघिदेखि यो घुमेको भनेर सोच्दैछु कि तर यो घुमेको रहेछ बाहिरपट्टिको म त त्यही त सोच्दैछु यो डल्लै चाहिँ कसरी घुमेको होला भनेर सोच्दैछु तर होइन रहेछ म रङ रहेछु गाइस यो घुमेको रहेछ अघि चाहिँ म यहाँ उभिएर यो घुमेको जस्तो लाग्दै थियो कि होइन यो पो घुमेको रहेछ त अब यहाँबाट चाल पर्नु चाहिँ हेर्नुहोस् ल म यहाँ उभिन्छु हेर्नुहोस् ल अन्त यता आइपुग्छ अब चाहिँ म निस्कि पनि सकेँ हो अन्त म माथि पुगेर बाहिर पनि निस्किसकेँ अहिले अन्त अहिले निस्किँदाखेरि चाहिँ हेर्नुहोस् न यहाँ चराहरू मजाको कराइरहेको रहेछ यहाँनिर हो यस्तो सुन्दा चाहिँ यस्तो शान्ति लागिरहेको छ कि मलाई चराको आवाज सुन्दा हेर्नुहोस् न अब चाहिँ म कति बजिसक्यो हेर्नुहोस् त है 5:21 भइसकिसक्यो मजाको सनसेट हुँदैछ उपर हो अन्त अब चाहिँ म यहाँबाट निस्किन्छु बाटो हेर्नुहोस् न के सफा है अन्त म एकछिन यहाँ पर एक राउन्ड लगाउँछु हो एक राउन्ड लगाएर चाहिँ फेरि अब लाग्दै अब रुमतिर अन्त आजको भिडियो पनि यतिकै भयो अन्त त्यही हो आउँदाखेरि चाहिँ यहाँबाट भित्र पस्नु पर्दो रहेछ एन्ट्रेन्स यहीँ रहेछ अघि मैले तपाईँहरूलाई देखाउन सकिनँ हो कि देखाएँ हो अघि मैले बिर्सेँ तपाईँहरूलाई देखाएँ कि देखाइनँ हो अन्त 120वटा चाहिँ फ्लोर रहेछ यहाँनिर टपमा चाहिँ हामीले चाहिँ अघि मैले हेरेको चाहिँ यो माथि यो यहाँनिर हो अन्त त्यही हो अन्त अब यहाँबाट म निस्किँदैछु निस्किनु पर्छ अन्त लाग्दिनुपर्छ कति बजे रे 5:30 हुन आँट्यो अब बस अब हेर्नुपर्छ पर कहाँतिरबाट रेडी छ फेरि अब म जान्छु होला भनेर फेरि हो सोध्नु लागि बिचरा म त कहाँ जान्छु त फेरि फोटो हेर्नुहोस् न फेरि कस्तो खालको पोज दिएको म यो त अन्त बाँदरले पनि दिँदैन यतिको त पोज त हेर्नुहोस् है गाइज अब म तपाईँहरूलाई पोज दिएको छु ल हल्का यो छ यी पोज देखेर पनि हाँस उठ्छ हौ यही माथि हो यही माथि हो यहाँबाट चाहिँ मजाले अब साइक्लिङहरू गर्दो रहेछ हो वरिपरि मजाले अब यहाँबाट चाहिँ साइकलहरू कुदाउँदो रहेछ उपर देख्दै छु मैले अन्त अब यहाँबाट लाग्दिम हो 3 KD अरे हो 3 KD यहाँबाट फेरि उता जानु 3 KD भनेको सेम हो अघि मैले जति टिकट काटेँ त्यति नै हो अन्त 3 KD तिरेर जाउँ जस्तो पनि लाग्दैछ हो फेरि गाइस अब यस्तो हुन्छ नि त हो घरमा बसेको जस्तो हुँदैन घरमा बसेको भए पो फ्ल्याटै तिर्देर गइदिनु हो महिनाभरि पो पुगाउनु पर्छ त मान्छेले भन्छ नि बाहिर देशमा छ पैसा कमाउँदैछ पेपर बोट तर होइन यो पेपर बोट चाहिँ यो मजाको है अब म त जे पनि देख्छु म त मलाई चाहिँ मजाकै लाग्छ है अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ कुनै हो मलाई चाहिँ मजाकै लाग्छ फेरि अब यहाँ बस्ने सिट रहेछ यो पनि मजाकै लाग्यो मलाई हो यहाँ अब युनिक छैन नि त युनिक छ नि यहाँ यस्तो मजाको छ अन्त अब यति नै हो तपाईँहरूलाई मैले देखाउन सक्ने भनेको
म अयोग्यले तपाईँहरूलाई के चाहिँ देखाउन सक्छु र अरू यति नै हो मैले जे देखेँ त्यही हो तपाईँहरूलाई देखाउन सक्ने मैले भनेको त्यो चाहिँ तर दिल्लगी भाइ चाहिँ डल्लै घुमेको जस्तो लाग्यो कि होइन रहेछ नि कहाँ घुमेको रहेछ जति म जहाँ उभिएको छु त्यो पो घुमेको रहेछ अन्त त्यो अर्को घुमेको जस्तो लागेको रहेछ मलाई चाहिँ होइन रहेछ नि अब म लास्ट यहाँबाट एक राउन्ड होइन ऊ पर जान्छु म यो पो सोचेको थिएँ त अघि माथिबाट देखेको नि त मैले ऊ पर क्या यहाँ जान्छु ल अब म सिधै तपाईँहरूलाई त्यहाँ पुगेर देखाउँछु ल किनभने अब सबै कुरा हेर्नु पऱ्यो स्पिड पनि हिँड्नुपर्छ म हो अन्त यसरी भिडियो बनाउँदै हिँड्यो भने म ढिलो पनि हुन्छ अहिले बाटोमा के देख्छु देखाउनु मन लाग्छ तपाईँहरूलाई हो अन्त त्यस्तै हुन्छ त्यही माथि अब त्यही हो अरू कुरा त के हो र त्यति नै हो ओके अहिले पर भेटौँ अहिले फेरि यहाँ आयो हो यो चाहिँ तपाईँको के रहेछ चिज केक फ्याक्ट्री रहेछ हो अन्त यहाँबाट यस्तो हिँड्दै आएको उपरबाट अघि म उपर थिएँ कि अन्त यहाँबाट मजाले हिँड्दै हिँड्दै आएको यहाँनिर छेउमै बिच पनि रहेछ अन्त म पुग्न आँटेँ यहाँनिर पुग्न आँटेँ हो उपर यहाँ जाउँ भनेको नि म चाहिँ भाइहरूले फेरि के गर्दैछ यहाँनिर अन्त जाँदैछु के हो एडिडास भइरहेछ हो झन्डै बिल्डिङ त अन्त अब चाहिँ मेरो यो भिडियोको अन्तिममा आइपुग्न आँटेँ होला त्यहाँ माथिबाट त नि कुवेत त सबै देख्दो रहेछ नि डल्लै कुवेत देख्दो रहेछ तर अब हेरेर भ्याउनु चाहिँ सक्दैन रहेछ हो किनभने पर टाढो टाढोसम्म देख्दो रहेछ नि त अन्त त्यस्तो देख्दो रहेछ ला बिरालोले काट्दिनँ यिनीहरूको बाटो दिल्ली गरेको केही हुने त होइन मेरो होइन यिनीहरूको दुईजनाको अन्त अब त्यही हो यहाँबाट सर्टै लाग्दै हेर्नु न हो अघि मैले भनेको छ नि साइकल कुदाउँदो रहेछ अन्त यो चाहिँ साइकल कुदाउने यो ट्र्याक रहेछ नि त साइकलको हुन्छ नि हेलो बिचरा हात लागिन पनि गयो अन्त त्यही हो समुद्रको बाटो यहीँ यस्तै छ हो अब यहाँबाट चाहिँ यस्तो भित्र पस्दै यिनीहरू पनि जाँदैछ यो पनि देखेको थिएँ मैले उसमा हो अन्त यहाँबाट लाग्दै मजाले अब यो भन्छ मजाको देख्दो रहेछ यिनीहरू समुद्र फोन झऱ्यो भने चाहिँ रड्डी हुन्छ फेरि अहिले अब मैले चाहिँ उतानिर चाहिँ उता भन्दाखेरि पनि अब के आइसकेर पनि अब सबै चेक गरिन्छ नि त हो कतिजना म्यापमा हेरेको मैले खासमा चाहिँ म्यापमा हेर्दाखेरि चाहिँ देखेको यो सबै अन्त आज चाहिँ आइ पनि पुगेँ मजाको लाग्यो यो फिसिङ गर्दै रहेछौँ यिनीहरूले त्यहाँबाट त्यहाँनिर म छुन्छु मात्रै त्यसलाई हो त्यहाँदेखि चाहिँ पट्से वापस हो त्यहाँबाट चाहिँ निकै साँझ परिसकेको छ हो आमा हेर्नु न लु भ्यू त नि त्यो भइहाल्यो हो ट्विन टावर सरला छ बिचरा माछा पक्रिँदै रहेछ माछा पक्रिँदै रहेछ अब यो केटा चाहिँ अब के गर्नु आएको हो थाहा छैन मजाले पक्रिँदै रहेछ कति पक्रेको नि यस्तो छ मजाको रहेछ तर हेर्नुहोस् है यहाँ पनि एक्लै लु फेरि यहाँ पनि कोही छैन रहेछ हो फेरि
अघि माथि त कोही भएन यहाँ पनि कोही छैन रहेछ तर यहाँ दुईजना चाहिँ रहेछ यहाँबाट पनि के मजाको देख्दिएको हौ हेर्नुहोस् त है हुन्छ अब तपाईँहरूलाई यहाँसम्म नै देखाएँ ल आजको भिजिट यसको नै थियो अन्त यहाँनिर आएर समाप्त पनि भयो हो अन्त यहाँ पनि आइपुगेँ यहाँसम्म रहेछ मजाको देख्दो रहेछ सबै चारैपट्टि समुद्र यतापट्टि कुवेत सिटी सबै हो अन्त अब पक्रिँदैछ माछाहरू बाउले चाहिँ हाल्दैछ पक्रि पनि होला सायद अन्त अब चाहिँ मेरो चाहिँ जाने बेला भयो हो अन्त अब चाहिँ म यहाँबाट लाग्दिन्छु अन्त अब तपाईँहरूलाई नेक्स्ट भिडियोमा भेट्छु होला सायद समयले या जे कुराले पनि साथ दियो भने चाहिँ तपाईँहरूलाई फेरि पनि नेक्स्ट भिडियोमा भेट्छु ओके बाई